यो सन्ध्याकालीन अभिवादन व्यक्त गर्न चाहन्छु। जय घन्टी। राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप मध्य नगरपालिका वडा नम्बर 5 को यो प्रथम वडा अधिवेशनमा उपस्थित हुनुभएका सम्पूर्ण म तह तबकामा रहेर आफ्नो जिम्मेवार भूमिका निर्वाह गर्नुभएका प्रति फेरि पुनः यहाँहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै यो प्रथम वडा अधिवेशनले एउटा असल नेतृत्व, असल बिरुवा तयार गर्नेछ र त्यो बिरुवा फल लाग्ने बिरुवा होस् भन्नका निमित्त हामीले यो वडा अधिवेशन तयार गर्न आएका हौँ। हामीले एउटा चरण पार गरिसकेका छौँ। असल नेतृत्व तयार गरेर राष्ट्र निर्माणको अभियानमा असल व्यक्तिलाई पठाउन सक्यौँ भने नीति विधि र तहगत रूपमा राज्यले न्याय पाउनेछ भन्ने हामीले मनसाय राखेर यो संगठन यो सुशासन राजनीतिको सुरुवात गरेका थियौँ। त्यो एउटा पुरा गरिसकेका छौँ। अब केन्द्रले कसरी नीति विधि बनाएर पठाउँछ, हामी त्यसको कार्यान्वयनको पक्षमा कसरी जिम्मेवार भूमिका निर्वाह गर्छौँ भन्ने कुरा अब हामीले यो तयार गर्ने एउटा अधिवेशनमा हामीले बनाएका यी प्रतिनिधिहरूले यसलाई जिम्मेवार भूमिका निर्वाह गर्नका निमित्त हामीले असल नेतृत्व चयन गर्नका निमित्त उपस्थित भएका हौँ। मलाई विश्वास छ, मलाई म प्रति त्यो एउटा अनुभूति प्राप्त भएको छ, किनकि यो सुधार पनि एउटा भौतिक व्यक्तिहरूको यो वासस्थान भएको स्थान पनि हो। यहाँ धेरै जति नेपाली सरकारका कर्मचारीहरू छन्, नेपाली सेनामा आबद्ध भएका व्यक्तित्वहरू हुनुहुन्छ जसले लोभ, लालचा, मोह त्याग गरेर राष्ट्र निर्माणको अभियानमा एउटा सुशासन संस्कृतियुक्त राजनीतिको परिपाटी बसाल्नका निमित्त यहाँहरूले आफ्नो अहम भूमिका जिम्मेवार वहन गर्नुहुनेछ। यसका लागि यो अधिवेशनले यहाँहरूलाई सुसंस्कृत राजनीतिको बाटोमा डोर्याउनेछ र डोर्याउनु पर्नेछ भन्ने आशा व्यक्त गर्दछु। म राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध कालदेखि आजसम्म अनवरत यहाँहरूका घर दैलो आँगनीमा जति आइपुग्न सके पुनः यहाँहरू माझ आइपुग्ने बाचा राख्दै यो बन्ने समितिलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दै म निर्वाचन क्षेत्र समिति पूर्व उपसभापति ज्योति शिवेन्द्र दाहाल यहाँहरूमा भिडाउन चाहन्छु। नमस्कार। जय घन्टी। धन्यवाद।